साइबालीजी यो गीतमा तपाईँको फुल सपोर्ट चाहिन्छ है, फुल सपोर्ट रविनजीले खेलेको गीतमा। उहाँको बुढी फेरि रिसायो भने के गर्नु? डन बहिनी हजुर मेरो प्रोफाइल हेर्नु प्रोफाइल के हालेछ र चियावाली र मेरो फर्स्ट म्युजिक भिडियोको पोस्टर आउट भयो तेरी कोठे कङ्ग्रेचुलेसन मेरो फर्स्ट भिडियो चेक गर कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन स्पेलिङ भन त के COCON नै बहिनी भयो ढुकुर सुन न अब भिडियो कहिले आउँछ त नि 17 गते मेरो पहिलो भिडियो हेर पागल सुन्नु न सुन तपाईसँग भिडियो बनाउने सपना भाउजूले चकनाचुर गरिदियो रे के हो कुरो जे सुन ठिकै सुनि यार मलाई थाहा थिएन यो साँच्चीकै हो रविन दाइ के त्यो के तपाईँहरू साँच्चीकै रियलमै भिडियो बनाउन लाग्नु भएको हो म्युजिक भिडियोको हामीलाई गीतमा अफर दिने टेक विषय हुन्छ कमेन्टमा उहाँले हामीलाई अफर दिएको च्यावलीसँग एउटा गिबिनासँग मेरो 16 गते सुटिङ हुँदैछ काठमाडौँमा पहिला पशुपतिमा हुन्छ त्यसपछि नुवाकोटमा हुन्छ अर्को दिन चाहिँ 17 गते रेस्ट गरेर 18 गते टक्क म्युजिक भिडियो खेली पुरै तयार थियो के मिलेन ढुकुर सुन न झगडा परेको रे हो तपाईँहरूको त्यस्तै भयो छोडा यार मलाई इच्छा थियो उहाँसँग भिडियो गर्ने तर के गर्ने यस्तै छ केटीसँग इच्छा हुन्छ फेरि भएस कि अरू इच्छा हुन्छ के तर रोबिन दाइको इच्छा सबैसँग हुन्छ हैन तर किन एक महिना पनि टिक्दैन क्या बहिनी म्युजिक भिडियोको इच्छा अरू केही नसोचे हुन्छ ल थाहा छ के पहिला पनि तपाईँहरूको म्युजिक भिडियोकै इच्छा थियो नि अब मोबाइलमा भिडियो आउन पाएको छैन टिकटकमा अर्को भिडियो आउन पाएको छैन अर्को भिडियो क्यान्सल हुन्छ त अनि 1 महिना नपुग्दै के अस्ति त बेडमा दुईजना सुतिरहेको भिडियो आइरा भने तेरो ओठा आमाले बोतल कसार दिम अनि होइन फर्स्ट भिडियो चाहिँ दुईजना यसरी अङ्गालो हालेर बसेको सेकेन्ड भिडियो चाहिँ छुट्टा छुट्टै सुतेको भिडियो आइरहेको थियो ल अरू कुरा नगरौँ अब गेम सेम खेलौँ पर्छ अनि दाइ तपाईँको म्युजिक भिडियोको नामको जालीवाला कटुरे त हो हो बनी जाली माया हो के जालीवाला कट्टु होइन यार ए जाली माया अनि यहाँ जालीवाला कट्टु भनिरहेछ यार यो जाली भन्ने शब्दले मलाई कोही गर्न छोड्नु भयो यार ल अब गेम खेल्ने कि नै ल गेम खेल्ने ल को एकजना जोड्नु ल ल हाब्रे कोही आएन पनि तिमी दुईजना माइकले पनि खेल्नुपर्छ आज ल जालीवाला कट्टु रे यार जाली माया रे कति बोलेको बहिनी हैन भ्युअर्सहरुले के बोल्नुहुन्छ यो कहाँ हो कञ्चने म घरमै हजुर म घरमै हो जङ्गलमा कति बेला भने मैले कहाँ हुनु र म घरमै हो किन गेम खेल्ने साथी कोही भेटेन आज र मलाई जोइन गरेको यहाँ सुन त हिजो किन गेम कट गरेर गइस भन् कस्तो राम्रो शब्द बोलिस् हिजो यहाँ मलाई कस्तो ल्याङ भयो हामीले खेल्दैनौ नि गेम एकछिन मात्रै निस्केको हामी बिचमा फसेर यहाँ अनि त मलाई इन्भाइट पठाउने अनि गेम कट गरेर जाने के हो तेरो कुरा भन्छ एकचोटि यहाँ धेरै ल्याङ भयो कि हिजोको कुरा नगरे हामी दुईजना फसेको हो कि युबिन भन्न त हिजो हामी मलाई कसैले पनि मिसयुज गरेको मन पर्दैन है फेरि बुझिस् नि भ्युअर्सको अगाडि डोमिनेट गरेको मन पर्दैन बुझिस् नि तँलाई म यही भन्नु आएको यो मिसयुज डु नट भनेको के हो तर रुबिन हिजो हो म बाख्रै चराउन गएको हो किन रुबिन दाइ भन्नु त हो किन रुबिन दाइ त हामी दुईजना पहिला गेम खेल्दाखेरि म बाख्रा चराउँदै हुन्थ्यो हो किन भन्नु त यहाँ सुने हिजो ओइ त चुप लागेर बस तँलाई म म्युट राख्दै बुझिस् नि त डनसन कोस चिन्दिन म चुप लागेर बस त यहाँ सुन्नु रुबिन हैन हिजो मलाई एरिसले जोइन गरौ मैले एक्सेप्ट गरे गेम हैन यो कसरी गेम कटे यो दुईटा कसरी फुत्ता निस्केर हिँड्यो तिमीलाई आज गेम खेल्ने साथी चाहिँदाखेरि जोइन गर्ने अनि हिजो न आज फेरि के भन्छ हिजो भेट्दाखेरि जाने तिमीहरुको म खेलाउने हो मलाई त्यस्तो नसम्झे बुझिस् नि तँलाई मैले राम्रो साथी सम्झाएको छु बुझिस् नि मलाई पनि राम्रो सम्झी जसले मलाई मिसयुज गर्नु खोज्छ फेरि त्यसलाई म त्यसको लागि म नराम्रो हुन्छ बुझिस् न मलाई अरू कुरा थाहा छैन बिचारा हिजो रुबिन र म कस्तो बीचमा फसेको थाहा छ कि छैन रुबिन हो कि हैन भन त जेसुकस मलाई मतलब छैन म आज गेम खेल्दिन पनि तिमीहरु खेला लु जाऊ आई डोन्ट केयर एटिट्युड
एटिट्युड मामा खाली पेटा घाँस हराइछ क्या हो मनमा भन्नलाई धेरै कुराहरू थियो तर तर हिजो त रुबिन साँच्ची भनेको तिमी र म फसेको हो कि होइन भन त ढुकुर हो के यार छोडा के यार अब के छ कसैलाई बोल्ने 2 वर्ष भने खेल्ने तपाईँले भाउ खाए कञ्चनलाई जोइन गरौँ न रिसाएर गइ त यार छोडा के यार भाउ किन उ गर्छ यार होइन एटिट्युड खोजेको मान्छेलाई एटिट्युड देखाएर गएको मान्छेले चाहिँ किन घरिघरि जोइन गर्नु कि हाम्रोतिर पनि काम छैन के एकजना विदेशी केटी आए फेरि कुनै मिल्दैन यारसँग एटिट्युड आई डोन्ट लाइक दिस एटिट्युड म पनि देखाउँदैन अरूले देखाएको पनि मलाई मन पर्दैन आई डोन्ट लाइक दिस एटिट्युड ओके हो ल खेलन खेल्ने बा ल छिटो को खेल्ने हो तिमी 2 जना म एक्लो के छ कसम कसम कहाँ हो पाडघर अरे गर्दा मेरो यतै भयो त मोरङतिर डाक्टरले के भन्छ डाक्टरले भन्छ बवासिर भएको छ इलाज हुन्छ अरे त्यो मलाई त एउटा कुरामा छक्क परे त्यो खुर्सानी हल्दा न ज्वरो आउँछ न ठन्डी लाग्छ न बुखार लाग्छ न कुनै रुगा सुगा पनि लाग्दैन हो दाइ कला मलाई कि त के रातभर पानीमा खनिएर बस्दा के असरै हुनु त दाइ मलाई लाओस् भन्ने चाहन्छौ क्या हो हैन म चाहन्छु मलाई 2-4 दिन बिरामी परोस् 2-4 दिन रेस्ट गर्न पाउँछु कि दाइ त बिरामी नै हुँदैन स्याउ खाना पाम भन्छ 2-4 दिन बिरामी भने स्याउ खाना पाइन्छ भन्छ बिरामी परो भने रेस्ट गर्न पाइन्छु हैन आरामले आनन्दले सुत्न पाइन्छु म खुसी हुन्छु तर बिरामी नै हुँदैन तिमीले सुत्दा पनि डबलटा भन्छ होला रातभरि पानीमा हिलोमा तर असरै हुन्न रे डाक्टरले के भन्छ गाइड सबैजनाले लाइभ सेयर गर्नु ल कपी लिंक लाइभ सेयर रिपोस्ट गरिदिनु ल खेल माझ के छ पनिसमेन्ट ल भन्नुस् को खेल्ने पहिला रविन्द्र र म ल डन र म ल के हो पुन गर्न सक्दियौ ल लाइभ सेयर स्याडो लाइभ सेयर साथीहरु भर्खर तेरो आँखा बिगारिस अब पाठेघर पालो दुई चार गेम धोबी खाएपछि भाग्छ हामीले जहाँ बसे उतै पनौती लाग्छ ओके दादा नमस्ते छाजालु झोरले दुई चार गेम धोबी खाएपछि हाब्रे भाग्छ अनि हाब्रेको त नि जग जत्रो छ त नि रोबिन दाइ टोइलेट जाने बाल्टी हो कि हो ठिकै छ वल्ला निम्दा अनि मेरा मित्रहरु मेरो पहिलो म्युजिक भिडियोको पोस्टर पहिलो भिडियोमा गडाङ्गेर गाइस गीत र पोस्टर ओके मलाई मुया गर्ने मुन्छेहरु गाइस फुत्त गरेर मेरो पहिलो म्युजिक भिडियोको टक्क पोस्टरमा लाइक हानेर आउ त हे मेरो माया लाग्छ भनी धरती मेरी माँ तो मुझे भूल जाओ मैं तुम्हें भूल जाऊं ये नहीं हो सकता बा माँ डबल टाप मारे जरा कहाँ भागेगी क्यों पिछवाड़े से आग निकल गया क्या इतना मैदान छोड़ के भाग रही है डबल ट्याप नि गर्नुहुन्न अनि के गेम खेल्ने यार ल बधाई छ सो ब्युटिफुल खाली कराको कराई गरे घरबाट अरूले पनि किन पोस्टर तर यहाँ कमेन्टमा सबै चाहिएवाले मात्रै भनेको छ यार कस्तो म त यहाँ हेर्नु न चाहिएवालेसँग राम्रो हुन्थ्यो भनेको छ के
रमनजीसँग होइन बिनासँग बवाल केमिस्ट्री जमेको छ तर अब तपाईँहरूको जोडीलाई सबैले मन पराउनु भएर चाहिँ भने चाहिँ जसरी मनाउँछ कि यसपालि आउँदिन्न आफै फोन गरेर हुन्छ कसरी हुन्छ बरु पोखरामा गएर भयो भने म भिडियो बनाउँछु गाइस नो वरिज पोखरामा गएर गर्दिनु हो, कति साह्रो ढोग्या हो तपाईँले चाहिँ नगरिदिनु छोडिदिनुहोस् मैले खेलिदिन्छु मैले भन्छु होइन हामी पोखरामा गएर पोखरामा सुन्नु न होला म खेलिदिन्छु पोखरामा गएर मैले आफूले बोलेको कुरामा म पुरा गर्छु थ्याङ्क यू सो मच म खेलाउँछु कस्तो पोखरामा लगेर खेलाउँछु पोखरामा टिम लगेर उहाँको श्रीमतीलाई सँगै लगेर अनि सँगै लगेर सुटिङ गरेर लिएर आउँछु त्यति बेला त उहाँको श्रीमतीले 100% मान्नुहुन्छ यार म वहीँ गएर टिटो पाउँछु थ्याङ्क यू सो मच लर्ड सर थ्याङ्क यू दोस्त गाइस थ्याङ्क यू नमस्कार टेकजी मेरो लागि केही पनि गर्नु पर्दैन आई एम नट इन्ट्रेस्टेड तपाईँलाई म दुःख दिन चाहन्न है त्यस्तो हुन्न मैले म त्यस्तो हुन्न भिडियो आउँछ चाँडै आउँछ जाली माया नलाऊ है चोखो माया लाउने भए सँगै लैजाऊ है यो छोडिदिनु सँगै लैजाऊ है सँगै लैजाऊ चोखो माया लाउने भए सँगै लैजाऊ है साइबालीजी यो गीतमा तपाईँको फुल सपोर्ट चाहिन्छ है फुल सपोर्ट रविनजीले खेल्यो गीतमा उहाँको बुढी फेरि रिसायो भने के गर्नु अनि केही हुन्न झन् राम्रो मेरो बुढोलाई कसरी पनि छोडिदिने यसले गीतमा उ गरेर हुन्छ कि यस्तो भनेको होइन बरु मलाई ट्याग नगर्नुहोस् नो वरी त मलाई ट्याग गर्नुहोस् बरु मेरो लागि बनाउनुहोस् टिकटक होइन यार मलाई पनि ट्याग गर्नुपर्छ न त गाह्रो हुन्छ यार नत्र माया प्रेम सब छुट्छ यार गाह्रो छ त Thank you, guys. Support, guys. Everyone double tap. Guys, last game हो है everyone last game. Thank you, Shilabji. Last game हो है guys last game everyone last game अब सुत्ने बेला भयो भोलि मेरो सुटिङ छ सो सबैजनाले last game